यो पनि पोल्ट्री नि हो अनि कालो पनि रहेछ नि त ए त्यही त कालो देखेर चाहिँ पोल्ट्रीको भनेको नि गाइस कालो पनि एक्स्ट्रा कोही बेला पोल्ट्रीमा आउँदो रहेछ फर्स्ट टाइम मैले पनि फर्स्ट टाइम देखेको कालो औ रोनाल्डो खै यहाँ आउँदा यहाँ आउँदा रोनाल्डो अटोग्राफ लिँदैन खै कहाँ छ अटोग्राफ खै हेरौँ खै अटोग्राफ हेरौँ त रोनाल्डो यहाँ आऊ न के हो आमा रोनाल्डोहरू त यहाँ आऊ त यहाँ आऊ न वाट इज द नेम थोप्देङ तामाङ कहाँ हुन्छ है यहाँ कान्छा दाजुको फुलहरू नि प्लान्ट फुलहरू चाहिँ हाम्रो यहाँ कान्छा दाजुको चाहिँ खत्रै हुन्छ प्लान्टहरू चाहिँ यहाँ कान्छा दाजुको बोडी दामी हुँदो रहेछ यो सिमल तरुल अब सङ्क्रान्तिमा खान्छ होला हो मुला रहेछ साग रहेछ बारीमा बोडी यता बोडी त अब सुकेर दाल खानु पनि हुने खालको भइसकेछ बोडी सो आज एकदम हाम्रो वेलकम टु माई न्यू ब्लग गाइस साथीहरू फेरि पनि निमटारबाट हामी निमटार नै छौँ आज पनि घाम चाहिँ डरलाग्दो लागेको थियो दिउँसो त निस्क्यौँ भनेको सकिनँ अब एकछिन माथि हामी चिकन लिनु जाँदैछौँ सो चिकन लिँदै सो भिलेज टुर पनि यता सिमल तरुल पुरा रहेछ सानो बडे यहाँनिर पपिता पनि चिटुक्कोबाट पपिता पनि आफ्नो हाइटको पुड्को मान्छेहरूले चाहिँ सट्ट गयो हो सट्ट टिप्यो पपिता पाकेपछि खुर्सानी फलिरहेको रहेछ है खुर्सानी फलिरहेछ हावा आउँदैछ है गाइस हावा चाहिँ दामी आउँदैछ है दामी आउँदैछ गाइस यहाँ डगी सुतिरहेको रहेछ उनीहरू चिन्दैन कहाँबाट टोकिदिन्छ नि तिनीहरूले हजुर हजुर है एभ्री टाइम फ्रुट्स लिची अम्बो यो स्विमिङ पुल फ्लावर्सहरू सबै राम्रो ए फ्रुट्स पनि सबै यहीँ फल्ने है ए निम भ्याली स्कुल निमटारको वान अफ दि बेस्ट स्कुलै हो अब यो सेक्युरिटी पनि खतरा छ यहाँ फेरि सेक्युरिटी पनि खेल्ने जग्गा स्विमिङ पुल हजुर हो सेक्युरिटी पनि खतरा सेक्युरिटी पनि खतरै छ नि त फेरि है खतरा सेक्युरिटी फेरि हो अब नानीहरू हस्टेलहरू पनि बस्छ हो टेन्सन नचिन्ने मान्छेलाई त अब देखिहाल्नु भयो पछि लागि ओके हामी आउँदिन डिस्टर्ब गर्दैन अम्बक रुख पनि छ हो सुनिहाल्नु म लिचीहरूदेखि लिएर हो कटहर सुन्तला होला नि हो सुन्तलाको बोट पनि रहेछ सिजनमा नानीहरू सबै खानु पाउनु रहेछ यो चाहिँ यत्रो देख्दै गरेको चाहिँ पाइप यो हाम्रो के यसलाई यो त के को पाइप भन्छ होला त पाइप त के को भयो ए पावर प्लान्टको यस पावर हाउसको पानी माथिबाट सप्लाई गर्ने पावर हाउसको प्लान्ट ए पावर हाउसको पाइप सरी हेर्नुहोस् है पुरानो हो यो हिजो अस्ति फेरि रिस्टार्ट गर्ने ट्राई गर्दै थियो तर यो अब यसको नट बोल्टहरू सबै ख्याल लागेको भएर चाहिँ एकपल्ट ट्राई गर्दै बेसी भाइब्रेट भएर चाहिँ यो हुनु सकेन हो एउटा कुरा चाहिँ गाइस हाम्रो यहाँ निमटारमा चाहिँ नि यो पाइपदेखि उता चाहिँ अलिक गरम छ बट यो साइड छ नि यो साइड चाहिँ फेरि तपाईँको एकदमै शीतल यो रुखहरूले गर्दा होला बडै शीतल छ
हेर्न सक्नुहुन्छ हाम्रो भाउजू पनि हुनुहुन्छ यहाँ ओ पुच्ची नानी खेल्दैछ पुच्ची नानी भाउजू ठिकै हुनुहुन्छ जय मसी अरे खै जय मसी पुच्ची God bless you छोरी जय मसी God bless you पापा खै पापा खै हेलो भन्नु नि handshake yes खेल्दै गरेको खै यहाँ पकाउँदैन यहाँ पकाउँदैन ल यहाँ पकाउँदैन नि आउनु त नो पकाउँदैन नि पयो थ्याङ्क यू मम गर्दै प ल जाने हामीसँग जाने जाउँ माथि जाने जाउँ जाने यहाँ पनि पकाउँदैन ल बस्छ गर्न आउँछु ल टाटा बाई हुन्छ भाउजू बाई बाई नानीसँग चाहिँ मजा आयो विचार नानी सानो थियो आएको नानी थियो अहिले ठुलो भएछ नानीहरू यस्तो छिटो बढ्छ आजको टाइम यस्तो छिटो जान्छ हामी पहिला यो खान्थ्यो कि यो नेवाराको कतिजनाले चिन्नुहुन्छ हेर्न सक्नुहुन्छ आजकल त यस्तोहरू प्रायः खाँदैन नेवाराको हामी त पहिला पुरा खान्थ्यौँ नेवाराको गुल्ली हुन्छ नि यस्तो पुरा रहेछ आमा पनि पुरा रहेछ एउटा दुईटा बोट रहेछ नि त नेवाराको यहाँ बिरालो बसिरहेको छु फेरि बिरालोको हल्का म्याउ गयो बिरालो यति हिँड्नु सक्दैन स्यासै हुन्छ हौ कुरेछ यहाँनिर चाहिँ कुखुराको मासु लिन आएको कुखुराको मासु चाहिँ बस्तीमा फेरि जहीँ पाउँदैन कुखुराको मासु हेर्न आएको चल्लाइदेखिको यो पनि पोल्ट्री नै हो अनि कालो पनि रहेछ नि त ए त्यही त कालो देखेर चाहिँ पोल्ट्रीको भनेको नि गाइस कालो पनि एक्स्ट्रा कोही बेला पोल्ट्रीमा आउँदो रहेछ फर्स्ट टाइम मैले पनि फर्स्ट टाइम देखेको कालो पनि पोल्ट्रीको चाहिँ म त यो कालो देखेर पोल्ट्रीको भनेको थिएँ पनि बलियो रहेछ है यो सबै सुतिरहेको छ अन्त यहाँ चाहिँ फेरि अलिक ठुलो फेरि यो चाहिँ बस्तीको नै बस्तीको पनि रहेछ आमा बस्तीको प्योर बस्तीको ल हाम्रो चाहिँ यहाँ छ अब कति किलो रहेछ यता चाहिँ एकदम ठुल्ठुलो भइसकेको यो भाले आमा हेर्नु सक्नुहुन्थ्यो भाले निमटारमा चाहिँ कुखुरा चाहियो भने चाहिँ तपाईँहरू यहाँ निमटारमा कुखुरा चाहियो भने चाहिँ यहाँ आयो भने चाहिँ एकदम है अभाइलेबल तपाईँकोमा है बस्तीको कुखुरा पनि अन्त अचिरै रहेछ नि यो पनि
2 केजी 600 2 केजी 600 लु 2 केजी 600 करेक्ट 2 केजी 600 अब गाउँघरमा चाहिँ सपिङ गर्दाखेरि चाहिँ यति 20 रुपियाँ 10 रुपियाँ पुगेन भने चाहिँ बादमा दिनु नि भइहाल्छ हो। तर एउटा कुरा चाहिँ इम्पोर्टेन्ट कुरा चाहिँ सपिङ मलमा चाहिँ यस्तो हुँदैन है। सपिङ मलमा चाहिँ कि त करेक्ट दिनु पऱ्यो कि होइन भने नलैजाउँ सामान घटाउँ होइन त्यस्तो हुन्छ है। त्यही भएर चाहिँ लोकल मार्केटलाई पनि हामीले सपोर्ट गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हो। यहाँ चाहिँ एकदम केरामा चाहिँ केराको बुङ्गाहरू लागिरहेको रहेछ। भाउजूले के भन्नुहोस् एकदम नेवराको चाहिँ रहेछ नेवरा यता चाहिँ शीतल छ। हुन्छ भाउजू बस्नुहोस् है बाई नानीहरू पुच्चे पुच्चे नानीहरू तत भइसक्यो हो। यही त उयो हुनुको पुच्चे हामी यहाँ आउँदा जन्मेको थिएन सानो सानो चाहिँ हो ए अन्त त सानो नदेखेको त बासा मिसी घरमै थियो बासा आउँदो रहेछ हो। नाम बासा मिसी इक्काहरू घरमा छ इक्का दुक्की खुजुराहरू हो। बस्तीमा बासा मिसी हामी भर्खर मिसीलाई भेटेर आएको बासा यहाँ रहेछ हो। इक्का दुक्कीहरू चाहिँ लडिरहेको हाम्रो आउँचोक छ नि आउँचोक छ उहाँ एउटै छ है टाउको हेर्नु आँखाहरू ठिकै हुन्छ त कानहरू भोडी हिँडेर आउनुभयो क्या हिँडेर उयो उता 12 माइल झरेर ल ठिकै सब ठिकै डेलीको रुटिन मजाको जग्गा हुन्छ अहिले स्टुडेन्टहरू पुरा होला है हजुर हुनुपर्ने हुन्छ नि क्या होइन ग्राउन्ड छ हो स्विमिङ पुल हो कन्सन्ट्रेट हुने पढ्नु लागि हल्ला नोइजहरू नहुनु हो एउटा इन्भाइरोमेन्ट पनि दिनु पऱ्यो नि अब त रोडकै छेउमा छ त्यसमा कसरी नानी डेन्जर हुन्छ ठिकै हो आउट अफ उयो छ जामहरू लाग्ने छैन होइन ठिकै हो स्कुल चाहिँ यस्तो हुनु पर्यो साँच्चै नै म पनि त्यही भन्छु गान्तोकको नानीहरू पढ्ने स्कुलमा गयो हेर्दाखेरि चाहिँ म यही भन्छु है त्यो लोकेसन चाहिँ यस्तै होस् आउट अफ सिटी अब टाढो नभयो भने कमसेकम 4-5 किलोमिटरको डिस्टेन्समा होइन अझै अब नानीहरूलाई चाहिँ पढ्नु ओर्नु डिस्टर्ब पनि नहोस् भनेर यहाँ फेरि नानीहरूको बदमास। तिमीहरू के गर्दैछौ इन्द्र के खोजेको तिमीहरूले थाहा छ यहाँभित्र साँपहरू हुन्छ भनेर तेरो भाइले सम्झा बल फ्याँक्दियो पाइपपट्टि कहिले पल्लोपट्टि उफ्रिन यहाँ पल्लोपट्टि नानीहरूको यहाँनिर बल हराएछ हो पाइप टिकेर सुडाइन्छ भने फेरि टेन्सन दाजुले। औ रोनाल्डो खै यहाँ आउँदा यहाँ आउँदा रोनाल्डो अटोग्राफ लिँदैन खै कहाँ छ अटोग्राफ खै हेरौँ खै अटोग्राफ हेरौँ त रोनाल्डो यहाँ आऊ न के हो आमा रोनाल्डोहरू त यहाँ आऊ त यहाँ आऊ न वाट इज द नेम थोप्देङ तामाङ तामाङ के तामाङ हो तिमी गोले लास्टमा न म पनि तामाङ अन्त आमा तामाङ खै उयो कहाँ छ अन्त तिम्रो रोनाल्डोको खै कहाँ छ ल राम्रोसँग खेल्नु ल हस् राम्रोसँग खेल्यौँ यो भाइ चाहिँ के हो क्याप्टन हो के क्याप्टन हो फुटबल टिमको गुड ओके ल भेट्दै गर्नुपर्छ ल पुच्चीहरूसँग एकदम
गाउँ बस्तीको भाइहरूसँग चाहिँ फुचीहरूसँग चाहिँ गफै अर्कै हुन्छ कि सहर बजार जस्तो हुँदैन। अघि ल्याएको कुखुरा चाहिँ हामीले एकदम भिजाएर पनि एकदम तपाईँले भुत्लाउनु मात्रै अब भिजाएर हो कट पनि गरिसक्नु भयो दाजुले। अब चाहिँ यसको मेन्यु बनिन्छ। बला पानी है ल पानी भयो त